सबैजनाले हिन्दीमा बोल्नुभयो, अब नेपालीमा चाहिँ म बोल्नु पर्यो। आर यू रेडी? नेपाली सुनने के लिए? सो मेरा नाम एलवी बस्नेत है। मैं नेपाल से बिलोंग्स करता हूँ। मैं फौजी का आदमी हूँ। मैं 5 साल फौजी में जॉब किया हूँ। उसके बाद में अभी 8 साल 9 महीना हो गया है नेटवर्क मार्केटिंग करते करते। और मैं जो आदमी के साथ आया हूँ अभी भी उसी के साथ यहाँ पे बैठा हूँ। जिस टाइम मेरा ऑफलाइन ने बोला था जॉब नहीं छोड़ने का, तब मैंने उसका खिलाफ छोड़ दिया। अब भाटा लगाऊंगा, पैसा नहीं कमाएंगे तो बोला था उन्होंने। सो अभी तक उसी के साथ में है। अभी बहुत अच्छा हो रहा है। अब हम सब यहाँ पे तो बहुत लकी है। अभी हिंदी में बोल रहा हूँ, अब नेपाली बोलेंगे। बहुत एकदमै राम्रो प्लेटफर्ममा छौँ हामी त। धेरैवटा कम्पनी गर्दै गर्दै यहाँसम्म कतिवटा चेन्ज गर्ने भन्ने भइरहेको थियो। अहिले एकदमै राम्रो प्लेटफर्ममा आइपुगेको छौँ। पहिलेदेखिको सपना चाहिँ के हो भन्दाखेरि ग्लोबल्ली बिजनेस गर्ने भन्ने हो। र त्यो सबै चिजहरू अहिलेसम्म भएको थिएन। नेपाल इन्डिया गर्दा गर्दा अब त्यस्तै भइरहेको थियो। अहिलेको टाइममा चाहिँ राम्रो प्लेटफर्म पाएको छु। म भन्छु कि सबैजना हामी सबै लकी हो अहिलेको टाइममा। ताकि कम्पनीको म्यानेजमेन्ट सब चिजहरू गरेर कम्पनी खडा गरेर त्यसपछि हेड अफिस पनि खडा गरेर अनि ब्रान्च हुँदै हुँदै सब चिज हुने हो। यहाँ चाहिँ के भयो भन्दा पहिले सब चिज रेडी नभइकन, अफिस रेडी नभइकन सब चिजहरू टिम रेडी हुँदै हुँदै बल्ल प्रोडक्ट रेडी हुँदै हुँदै अनि ब्रान्च रेडी हुँदै हुँदै, बुझ्दै हुनुहुन्छ? अनि हुँदै हुँदै बल्ल म्यानेजमेन्ट रेडी हुँदै अनि सबै चाहिँ हामी वर्ल्ड जाँदैछौँ। यो एकदमै म सुपर एक्साइटेड छु होइन। बोल्नु पनि अब कसरी शब्दहरू बयान गर्नु शब्दै छैन, बुझ्दै हुनुहुन्छ? र अहिलेको टाइममा अलरेडी हाम्रो मार्केटहरू कतिवटा कन्ट्रीहरू चाहिँ ओपन भइसक्यो भन्नुहुँदैछ। यो एकदमै 8.5 वर्षको पिरियडमा देखेको सबैभन्दा अहिलेको जुन टाइम छ एकदमै एक्स्ट्रा अर्डिनरी टाइम हो, जहाँबाट हामी वर्ल्ड जाँदैछौँ। भोलिको दिनमा अब म त नेपालको मान्छे है। भोलिको दिनमा चाहिँ नेपाली नपुगेको त कुनै राष्ट्र छैन नि त, राइट? इन्डियाको मान्छेहरू पनि नपुगेको राष्ट्र पनि छैन। त्यसो हुँदाखेरि चाहिँ हामीहरू भोलिको दिनमा चाहिँ हरेक देशमा हाम्रो नेपाली दाजुभाइहरू हुनुहुन्छ। उहाँहरूको थ्रु चाहिँ हामीले उहाँ बिजनेस स्टार्ट गर्छौँ। अराउन्ड अहिले देखेको 216वटा देश छ। त्यो 216वटा देशमै हामीले डाइरेक्ट पार्टनरहरू एक एकजना जोइन गराउँछौँ र उनीहरूले त्यहाँको लोकललाई जोइन गराउँछ र त्यहाँबाट हाम्रो बिजनेस आउँछ। यहाँको र त्यहाँको टाइम मिल्दैन, राइट? र त्यो टाइम हामी यहाँको टाइममा सुतिरहेको हुन्छ। सुत्ने टाइममा त्यहाँ बिजनेस चलिरहेको हुन्छ। हामी डलर यहाँ बसेर कमाउँछौँ। सो त्यसो हुँदाखेरि सब चिजहरू रेडी छ। एकदमै एमेजिङ प्रडक्ट छ, एमेजिङ प्लेटफर्म छ। अब यसको बारेमा त सरहरूले सबै चिजहरू बताइसक्नु भएको छ। राइट प्लेटफर्ममा छौँ। आउनेवाला टाइममा $1 बिलियन इन्डस्ट्री यो बनिसकेको हो। त्यसो हुँदाखेरि अहिले यो डाटाको आधारमा मैले बोल्दैछु कि अगाडि सुन्दै आएको चाहिँ $4 ट्रिलियन इन्डस्ट्री भनेर सुनेको हुँदा हुँदै अहिले चाहिँ $7 ट्रिलियन इन्डस्ट्री बनिसक्यो। अब 2029 भित्रै चाहिँ $9 ट्रिलियन इन्डस्ट्री बन्दैछ वेलनेस। र त्यसको हिस्सा चाहिँ हामी हो। एकातिर डाइरेक्ट सेलिङ इन्डस्ट्री 16 लाख करोडको पुगेको छ। अर्कोतिर चाहिँ वेलनेस इन्डस्ट्री $7 ट्रिलियन इन्डस्ट्री बनिसक्यो। त्यो दुईटाको फ्युजन मतलब मिसकटमा चाहिँ कम्बिनेसनमा हामी छौँ भनेपछि भोलिको बिलियनियर चाहिँ हामी हो। तयार हुनुहुन्छ? अलि आवाज आएन जस्तो छ। तयार हुनुहुन्छ? बिलियनियरको आवाज त बिलियनियर जस्तै बन्नु पर्यो होला नि त। तयार हुनुहुन्छ? ओके, अलि आइरहेछ। थ्याङ्क यू सो मच। हामी सबैजना चाहिँ एकैसाथ ग्रो गर्छौँ, एउटै स्टेजमा सेयरिङ गर्छौँ। भोलि वर्ल्डको स्टेज चाहिँ तयार छ हाम्रो लागि। त्यो वर्ल्डको स्टेजमा गएर भोलि हामीलाई इङ्ग्लिस बोल्न आउँदैन होला कि नेपालीमा यसै गरी दिएर ट्रान्सलेटर हुन्छ, उसले ट्रान्सलेट गरेर हुन्छ, हामीले डलर कमाएर हुन्छ। थ्याङ्क यू सो मच। थ्याङ्क यू। नमस्कार सबैको।